आज चाहिँ म जाँदैछु जापान टोकियोमा रहेको एकदम फेमस ठाउँमा सुसी खानको लागि। जापान आएपछि सुसी नखाने त कुरै भएन। यदि तपाईँले जापान आएर सुसी ट्राई गर्नुभएको छैन भने यो ठाउँमा गएर सुसी एकचोटि अवश्य ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। यतिकैमा हाम्रो पोटेटो फ्राई पनि आउँछ। पोटेटो फ्राईलाई चाहिँ यो पेपरमा राखेर मजाले यसलाई मिक्स गरेर खायो भने चाहिँ एकदमै पिरो पिरो अनि जुसी हुन्छ। हामी नेपालीलाई पिरो भएपछि अरू के चाहियो र मैले यतिकैमा फेरि सुसीलाई गुवाममा पारेर मिठो तरिकाले खाएँ। तपाईँले पनि सुसी एकचोटि अवश्य ट्राई गर्नु होला। यतिकैमा रोबोटबाट हाम्रो जुस पनि आउँछ। जापानको यो रोबोट टेक्नोलोजीलाई चाहिँ मैले एकदमै माने अनि यतिकैमा मैले यो रातो बटन दबाएर यो रोबोटलाई बाई बाई भनेर यसकै ठाउँतिर फर्काइदिएँ अनि खुसी हुँदै यो पनि गयो। यतिकैमा आजको मेरो दिन अन्त्य हुन्छ र म लाग्छु आफ्नो घरतिर। घर आएपछि नेपाली चिया त बनाएर खान परिहाल्यो। यतिकैमा मेरो चिया पनि रेडी हुन्छ र मैले चियालाई मजाले कपमा खनाउँछु अनि आजको मेरो दिनलाई अन्त्य गर्दै चेस साथीहरू, बाई बाई। फेरि भेटौँला अर्को मिनी ब्लगमा।